ब्याक टु माई युट्युब च्यानल इट्स मी रञ्जिता भट्टराई सबैले चिन्न नचिने खालले हेर्दै हेर्नुहुन्न होला ल आज मैले एकदम रमाइलो कुरा देखाउनु भएको त्यही भएर भिडियो क्लिक गरिहालेँ हामी कलर एक्सचेन्ज गेम खेल्ने भनेर चाहिँ एक हप्ता अगाडि प्लान गरिरहेको थियौँ तर मम्मीले हुन्छ गरम भन्न थियो त्यसपछि फेरि भल्छिला म त गर्दिनँ भन्न आफै त्यसपछि आज आएर यत्तिकै के कुरा गर्दा कुरामा कुरो निस्क्यो अनि त्यसपछि म त ल्याइथेँ भन्न खै कस्तो ल्याउन रहेछ भनेर देखाउनु थालेको त्यही हाँसो ल पहिला के भन्नु हो भन्नु पहिला यो मैले गुराएको थिएँ नानीले मलाई झुक्काएँ मैले फेरि नखेल्ने भने थिएँ मैले खेल्ने भनेर यसलाई सरप्राइज दिने भनेको त कति धेरै सामान ल्याएको त फेरि थोरै मान्छे सरप्राइज ल गाइस नखेल्ने भनेर सामान ल्याएपछि त सरप्राइज भयो कि के भयो लाग्यो भन्नु है ल हेर्नुहोस् है ल रेड कलर है गाइस रोज र चौताइ रहेछ राम्रै फेरि सबै नानीलाई काम दिने मरेको छ क्ले रहेछ यो क्ले कहाँबाट ल्याउन तपाईँलाई थाहा थिएन होला कहाँ थाहा हुन्न मैले तिमीलाई पढाएर दिएँ त बुढा मलाई के थाहा नहुने हो र कमन डाइलग है सबै टिपिकल ममको कमन डाइलग हो त ग्रिन कलरमा यो रहेछ चोको के अरे यो ललिपप व्हाइट कलरमा लभर रेड कलर पनि लभर होइन रेडमा यहाँ पनि छ रेड त यो पनि भयो होइन कि त दिन पर्छ के अरे ओरेन्जमा पनि लभर ब्ल्याकमा पनि लभर ब्लूमा चाहिँ सबै भिक्स मिठाई छ टोटल यतिका छ ल रहेछ गाइस ल सबै लभर पुरै एउटा यहाँ गरेर एकदम राम्रो फेरि आउनेछु भएछ न दुःख के ल अरू केही भन्न न अरू त फेरि खेलौँ ल छोटो भयो भिडियो के भन्नु न हाम्रो गाइजहरूलाई केही भन्नु न के भन्नु त लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु भन्नु न ल सबैजनाले लाइक कमेन्ट सब्स्क्राइब होला भन्न चाहन्छु के भन्नु ल यस्तै हो गाइज ल मम्मीले भन्न खोजेको त्यही हो तपाईँले त्यही बुझ्नु होला त्यसपछि घन्टी बजाइदिनु है ल अर्को घन्टी त बज्यो अर्कोवाला घन्टी बजाइदिनु होला अरू धेरैजनाले हेर्नु होला फेरि आउँदाखेरि अझै राम्रो बनाएर आउँछौँ है अनि अरू त के भनौँ त खै एउटा गीत गाएर सुनाइदिनु म त जाने छैन एउटा गाउनु न त्यहाँदेखि तपाईँको यसो तपाईँ 20 वर्षको एउटा के गीत चलेको थियो गाउनु हामी हुँदा ल गाउनु ए लगाउनु खोलीको टुनी हो दुःख पर्दा खै के हुने हो ऐना हेरेर लाउ माया यो त हाम्रो पालाको गीत हो तपाईँको पालाको हाम्रो पालामा त यो त धेरै ए हुन त तपाईँ 20 वर्षको हुँदा म जन्मिसकेको थिएँ मेरो नि पाला भयो तपाईँ 10 वर्षको हुँदा के गीत चलेको थियो त्यो त अब 10 वर्षको त मैले सम्झिनँ हाम्रो पाला कहाँ यस्ता नि मोबाइल थिएन टिभी थिएन टेप रेकर्ड सुन्नुहुन्थ्यो होला नि अनि रेडियो थियो त्यस्ता कहाँ सुन्ने थियो र त नि स्कुल जाने काम गर्न पर्थ्यो ल ठिक छ बाँकी केही हाम्रो दर्शक महानुभावहरूलाई केही भन्नु धेरै धन्यवाद हाम्रो अघिल्लो भिडियोमा माया गरिदिनु भएको छ फेरि यसमा झन् धेरै माया गरिदिनु होला भन्न चाहन्छु बाबा तपाईँको केही छ लाई नि बोलाएको यस्तो बाबा यस्तो एकदम चमक हुन्छ कि मेरो भिडियोहरू यस्तो भाइरल हुन्छ कि भनेर लाउनु यता आउनु मम्मीको बस्नु ल केही भनिदिनुहोस् हाम्रो दर्शकहरूलाई भनिदिनु केही अनि लाइक गरिदिनु होला धेरै अनि सब्स्क्राइब गर्नु होला मम्मीले के भन्न सब्स्क्राइब थाहा मम्मी भन्नु त एकचोटि मैले त हाँसो गर्न लाभ भयो भन्दिनँ फेरि ल बाबाले अझ अरू केही अनि फलो गर्नु होला अनि माया गरिदिनु होला हाम्रो भिडियो आइरहेको छ नि हेरिराख्नु होला ल ओके गाइस ल बाई आजको सर्ट भिडियो अब चाहिँ लङ भिडियो आउँछ ल बाई भनिदिनु भयो ल